त्यसले गर्दाखेरि तपाईहरुले के बुझ्नुस् भने राजा भनेको कति इम्पोर्टेन्ट रहेछ तपाईले भन्नुस् न। त्यसले गर्दाखेरि अबको आन्दोलनमा सबै नागरिकहरूले गएर निर्मल निवासमा पुग्ने दिन आउँदैछ, पुग्ने दिन आउँछ। त्यसले गर्दाखेरि राजा भनेको सबैलाई जोडेर राख्ने एउटा हो। धर्म भनेको के हो भने संविधान जस्तो हो देश। हामीलाई बरु संविधान चाहिँदैन। यस्तो संविधान, यो संविधानले के पायो? 75 जना मरे। मिराज ढुङ्गानाहरू आज मन्त्री बाँडाबाँड गरेर हिँडेको छु। सुदन गुरुङहरू मन्त्री बाँड्दैछ। अनि यो प्रश्न अनि फेरि झोले भइन्छ नि त दाइ। कसरी झोले हुन्छ? कसरी झोले हुन्छ? ट्रेन चलाइन्छ नि त। होइन, ट्रेन यसका ट्रेनले थाम्नेवाला छैन। यहाँ सुशीला आर्याल बालेनका झोले केबुलले थाम्नेवाला छैन। यो लडाइँ भनेको अब पश्चिमाको र नि हाम्रो दुर्गा परसाईको। किनभने यो देशमा हिन्दू राष्ट्र नि गर्दन जाओस्, कायम गराएर छाड्छु क्या म। सरकार गठन हुँदै गर्दाखेरि सेनाले स्टेक होल्डर दुर्गा परसाई पनि हो भन्दै गर्दाखेरि सुशीला कार्की कसरी सरकार प्रमुख बने? त्यो यस्तो भन्नु स्टेक होल्डर भन्ने ठाउँमा के भयो भन्दाखेरि अब जेएनजीको हालिमुहा लिख्यो। यो त सबै कुरो थाहा पाइसकेको थिएन नि त। थाहा नभएपछि अब जेएनजीले फेरि आन्दोलन गरेपछि अरू रक्तपात हुन्छ भनेपछि मलाई यो सरकार चाहिँदैन। केही समय पछाडि यो सरकार फेरि यो सरकार त टिक्दैन। यो सरकारमा सत्यता छैन। डलरमा आएको सुशीला कार्की देख्नुभयो होइन? बसेर पिसा फेरेर उठ्न सक्दिनन्। के को देश चलाउँछ? एउटा सुशीला कार्की आफै बसेर पिसा फेरेर उठ्न सक्दैन। अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छ। त्यही केपीले गराइहाल्थ्यो नि चुनाव। एकछिन नि, यिनीहरूले भ्रष्टाचारीलाई छुन्न सके। म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थियो। आगुन 21 को चुनावै हुन दिँदैन। यिनीहरूले नीतिगत रूपमा देश कब्जा गर्ने। अहिले हेर्नुहोस्, रवि लामिछाने कुन गएको रहेछ? डलरको रहेछ कि रहन्छ? सोनी मोहरले गएको रहेछ? डलरको रहेछ रहन्छ? तर पश्चिमाहरू सफल हुँदैनन्। यिनीहरूले चलाएको विराजमणि पोखरेल, नारायण काजी श्रेष्ठ, प्रचण्ड, यो शेरबहादुर, कोही पनि सफल हुँदैन। कोही सफल को हुन्छ? भारतीय देश हो। अब पशुपतिले सबैलाई आह्वान गरेको छ र अब पशुपतिनाथ जाँदैछु। त्यहाँ पूजा गरेर हामी आज एउटा घोषणा गर्दैछौँ। सडकको सरकार घोषणा गर्दै हुनुहुन्छ भनिदिनुहोस्। यतिका क्यामेरा छ, के हो त्यो कुरा? पशुपतिमा आउनुहोस्। अहिले किन भन्नु? तपाईँलाई उहीँबाट सार्वजनिक खाली सबै तपाईँलाई हामी देखाइरहेका छौँ यति बेला दुर्गा परसाई नागरिक बचाउ महाअभियान।